भिडियो गर्नु बजाउ न फोटो मलाई भन्नुहुन्छ त नि खोइ बजाएको कहाँ बज्छ त नि ह्याट अनि च्याब्रुङ बज्दैन होइन होइन भाइ बज्नुपर्छ नि बजाउनु के जुवा अरे खाइबाट खिच्न फोटो चाहिँ के जुवा अरे यो हलो जुवा तपाईँ जस्तै छ त्यो त ठिकै यो चाहिँ हाम्रो के को कसको अरे यो हाम्रो यो चाइनिजको बाजे अरे मेरो बाजे ल मेरो बाजे कोक्पा सन्चै हुनुहुन्छ यो चाहिँ हाम्रो चाइनिजको भ्लग अरे है चाइनिजको भ्लगमा अरे के भन्न चाहनुहुन्छ तपाईँको दर्शकहरूलाई हामी तपाईँहरूलाई आज श्रम सांस्कृतिक पार्क भिजिट गराउँदैछौँ हामी पनि गर्दैछौँ ए काका जाँड खायौ ए जाँड खाने काका थाकै छन् नि बिचरा हामीले पनि यसो गरेर बोकेका थियौँ कुनै बेलामा कहाँ बोक्नुभयो तपाईँले हामीले गुर्मी तपाईँ गफ दिने आफै ढाक्रे जस्तो छ त्यही भएर त नि म आफै ढाक्रे छु अनि त्यही भएर ढाकर बोकेको बेलामा मैले ल ठिक छ ल यस्तो भएको कसले बोक्नु भयो के छ साइला होइन हौ अन्तारे होला हौ अन्तारे देख्छु म त साइला ल ल पहिला यो चाइनाको लप परेको थियो यो मान्छेसँग अनि ज्वाइँले चाहिँ अनि खोसेर लगेको अरे अनि ऊ चाहिँ भरिया भएको अरे ल हेर्नुहोस् है हामी खास यो मजाक गर्दैछौँ अन्यथा नलिनु होला है चाहिँ दृश्य ल अब तपाईँलाई यो भिडियो चाइनिज ब्लगको लागि चाहिँ हामी खिच्दैछौँ चाइनिज होइन त हो गाइज नमस्ते के छ ब्रो ठिक छ ल जय माटो है जय माटो यस ल जय माटो यतिखेर चाहिँ यो श्रम संस्कृति पार्क सेम खोइ यसो गर्नु न गर्नु न सेम छ हौ सेम ल यो श्रम संस्कृति न्यु खोज्छौ लुका श्रम संस्कृति पार्कमा यतिखेर हाम्रो काठमाडौँबाट आउनुभएको पाहुनालाई हामी यहाँ घुमाउँदैछौँ म चाहिँ उहाँको गाइड होइन उहाँ चाहिँ यतिखेर आइन र बेगम बेगाजीको अन्तर्वार्ता लिएर उहाँ यता निस्किनु भएको छ बेगाजीले झन्डै थकाएर नआउनु है ल डर लाग्यो भने झन्डै है श्रमदाता सबैले श्रमदान गरिसक्नु कहाँबाट आउनुभयो दाजु हामी पत्रीबाट हजुर के छ त्यहाँको माहौल एकदम राम्रो छ जितिन्छ हजुर 6वटा गाडी 7वटा गाडी छ हाम्रो जय माटो हजुर जय माटो ल ठिक छ है हजुर पत्री मोरङ भनेको हाम्रो शान्ति पाखरिन शान्तिपाटी 3 रुपैयाँ क्षेत्र पर्छ तपाईँ 3 नम्बर क्षेत्र ल ठिक छ तपाईँको नाम हुन्छ राजु राई ल जय माटो हजुर हामी सोधिसक्यौँ ओके ए नि हामी उहाँको हाम्रो बहिनीको कला फेरि गर्नु फेरि भएन अलिक मिलेन कि खै ल फेरि एकचोटि गर्नु न ल ठिक छ त्यो ल उहाँ चाहिँ वाह गरेर हात यो गर्नुभएको अरे ल त हाम्रो लाइनमा पुरै ओके भनेपछि तपाईँहरू दमकबाट आउनुभयो ए के छ अहिले त्यहाँनिरको माहौल के छ भन्नुहोस् त हाम्रो समीरजीले जित्नुहुन्छ हजुर एकदम पक्का जित्नुहुन्छ हात मात्रै खिचिदिनु ल भोट केमा माटोमा ठिक छ भोट केमा बहिनी माटोमा ल माटोमा ल यो सबै
यो माटोवादीहरू मात्रै यहाँ घुमिराखेको देखियो होइन अर्को साम्बाङमा ल त्यो भन्यो नि एउटै हो नि त है हो नि बाई बाई भाइ ल त्यो हाम्रो समीर तामाङलाई जिताउनु पर्छ ल ल ल के गरे हेरेको हाम्रो अध्यक्षज्यूलाई है लु अहिले भयो त्योभन्दा बढी नगर्नु होला फेरि उहाँले फेरि तपाईँमा त भाग पर भाग दिनु भने पढाउनुहुन्छ न छैन म बाहिर ल यो चाहिँ तपाईँले हेरिरहनु भएको क्षेत्र चाहिँ श्रम संस्कृति पार्कको यो अन्नपूर्ण क्षेत्र होला होइन रोपिएको बिरुवा रोपिएको हेर्नुहोस् त यहाँ ल अन्नपूर्ण क्षेत्र पार्क कस्तो लागिरहेछ म्याडम ल भन्नुहोस् त एकदम रमाइलो एकदम आनन्द फिल भइरहेछ है उहाँलाई आनन्द फिल भयो अरे उहाँले हिजो तिन भाँडा तोङ्बा खानुभएको थियो त्यही भएर ला नभएको आरोप लाउनु भयो यो चाहिँ मलाई गोर्खा चौतारी। नभएको आरोप लाउनु हुन्छ गोर्खा चौतारी हो यहाँनिर के हो यो हो भन्न आउँदैन मेसिन भएर नाच्नु न आउँदैन राम्रो नमस्ते नमस्ते जय श्रमदान लु है जय माटो ल हेर्नुहोस् हाम्रो माटो पार्टीहरू जता पनि माटो पार्टी मात्रै भेटिन्छ के हो यो ल हामी गफ दियो हाम्रो बहिनीले गफ दियो कस्तो साँचो सत्य पुरा यो यो माथि चाहिँ यो त्यो दुईजना व्यक्तित्वहरू हुनुहुन्छ नि त्यो चाहिँ श्रम के अरे मौनता पार्क भन्छ नि मौनता क्षेत्र भने चाहिँ उ त्यो यहाँ माथि बुझ्नुभयो तपाईँ उ त्यो दुईजना गइरहेको छ नि बहिनीहरू मौनता क्षेत्र भने चाहिँ त्यो जाने हो तपाईँ त्यहाँ गएर तपाईँ मौनता भनेको चाहिँ मौन भएर बस्ने हो त घुम्ने यही नै हो ल यो गोर्खा चौतारी भनेको चाहिँ यही नै हो ल हेर्नुहोस् त यता ल पनि भिजिट गरियो हामीले यताबाट आउनुहोस् ल सो काका नमस्ते काकी नमस्ते सन्चै हुनुहुन्छ कहाँबाट आउनु तपाईँहरू भोजुरदेखि बान्तावा ए लु भोजुर आदुर्ने साङ चाहिँ साङलाई भोट पामा खाए ओली अब छानाटी चिया खाँदा पाकमा नलनगा खोडाङ्गे होला लु म त ध्रुव राई युङ नि होला बाखा चुनाव चिन्ह हो ध्रुव राईलाई भोट पार्नु है खानु याङ्गो मनामको खानु याङ के म खानु लो बने म डा होसी थाङिन गाउने बाबु लु ओग्ली ओ गरी चाहिँ हर्का साम्पाङलाई जितेमा खानमा दोमा हर्का साम्पाङ आफै खातकी चाहिँ हनुनिन खोएनन् काखाची मना चाहिँ चालिदिए अनि खन्किन मुदो म भोचुरा दो ध्रुव राईलाई भोट जिते म जिता म खाइसानु पहिला सुदन किराँतीलाई जिता त म खाइसुम खै सुदन किराँती चाहिँ खानी लोरा खारा व्यवस्थित आयो माग भोजपुरा खाँदैन नि काका आनको आनको गाउँपालिका आमचोक बालङ्खा लु वडा नम्बर 6 एउटा नम्बर 6 नि खाने के आनको टुम्मा 12 गाउँ ए देउटार 1 नम्बर पर्यो अहिले कति ए 8 नम्बर कि कति छ ल यहाँ हाम्रो काका काकी चाहिँ भोजपुरबाट हुनुहुँदो रहेछ अनि मैले चाहिँ के भन्ने भने बान्ता भाषाबाट बुझेँ मैले के बुझ्नुभयो
म बान्तावा नभए नि म चामलिङ भयो भने थोरै थोरै बुझेँ के भन्ने ल मैले भन्नुहोस् अहिले यसपाला चाहिँ हक्क साम्पाङलाई जिताउनु पर्छ माटोमा भोट हाल्नु पर्छ ल काका काकी ए अन्दाजमा बोलेको अन्दाजी म भनिदिइहाल्छु काका ल ल है काका है ल होइन मैले के भने नि त्यहाँ चाहिँ हर्क साम्पाङ एक्लैले जितेर गएर हुँदैन हर्क साम्पाङको सपोर्टमा अन्य राम्रा मान्छेहरू पनि हुनुपर्छ भनेको क्या के चाहिँ पर्खिनुहोस् किन छोडिदिनु फोटो खिच्नु पर्दैन त्यो भनेको के फोटो खिची लु यो मान्छेले मलाई गाइडै बनायो आज कति पैसा दिने हो ल सबै ल हाई म चाहिँ यहाँको गाइड है तपाईँहरूलाई पनि गाइड चाहिन्छ भने भन्नुहोस् ल यो श्रमदानबाट रोपिएको रुख के को रुख हो यो त्यो केराको रुख गाछी रुख गाछी रुख हो केराको गाछी यस्तो छ ल दाजु दिदी नमस्ते सन्चै हुनुहुन्छ चलिरहेछ नि लु यहाँ हाम्रो श्रमदाताले अहिले पनि श्रम गरिरहनु भएको छ ल यो ल यहाँ चाहिँ यहाँ हाई ल आजलाई हाम्रो श्रम संस्कृति पार्कको